Hello everyone, welcome back to my channel. I hope सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आजको भ्लग चाहिँ आदिबाटीबाट भनौँ न, बिर्नुको आदिबाटीबाट सुरु भइसकेको छ। एकछिन यहाँ पानी खाऊँ होइन, एकछिन ल यहाँ चाहिँ पानी खाऊँ। म चाहिँ बेन्जानला हो, किनभने चाहिँ काम छ। काम चाहिँ धेरै छैन, थोरै हो होइन। एकैछिन हो, घर फर्किहाल्ने काम छ। के काम हो भने बर्खा त लागिसक्यो होइन। अब बर्खाको लागि ट्र्याक्टर त छ, बर्खे फाली चाहिँ छैन, हिउँदे फाली छ, बर्खे फाली चाहिँ छैन। त्यही कुराहरू त्यही ल्याउने यहाँ र सन्चै हुनुहुन्छ होला आशा गरेको छु मैले तपाईँहरूलाई होइन। खालीहरू आफ्नो बाइक भयो भने सरेर गर्नुपर्छ र बाइक नभने बिस्तारै बिस्तारै लिउँ ल होइन। अनि एकैचोटि अलिक तल गसी बैठौँ ल बाइक। सो राइट गाइस, चाहिँ म अब्दी वनको बाटोमा आइसकेँ होइन। यता नि वन, यता पनि वन छ। यो ठाउँ चाहिँ यहाँ किन भन्नु, यहाँ चाहिँ के छ भने चाहिँ मेरो पहिला साइकल थियो, अनि म साइकलबाट फेरि उहाँबाट सरेर लिएर आएँ। सन्चै लिएर आएँ, उहाँ चाहिँ लिएर आएँ। त्यो ब्रेक लानै के भन्नु त, म त यहाँ पुगिन्छु गरे स्वाट चाहिँ यता पुगेको यो बङमा पल्टेको ड्याक 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 हात दुख्यो। झन् स्पिड हिँडाल्छु भनेको त्यही यत्रो महँगो गरी बङमै पल्ट्यो। यहाँबाट चाहिँ राम्रै थियो, यहाँबाट त सटिएर हाम्रो त्यो चाहिँ खासै केही भन्नु भनौँ न। यहाँबाट जाने आउने बेला त्यहाँ पल्टेँ, अनि ऊ पिपलको बुटोमा गयो। पिपलको बुटोमा गएर एकछिन बस्यो, त्यहाँ बसेर फेरि ट्याक्क उस गरेर फेरि गइयो होइन। त्यहाँबाट तला ओह्रालो त्यति बेला फेरि मेरो साइकल फेरि सिएन, अनि यस्तोमा फेरि अलिक गाह्रो हुन्थ्यो क्या होइन। सम्झना छ त्यति बेलाको धेरै ठाउँमा, त्यो साइकलले नै धेरै ठाउँमा भयो नि होइन। बेनी आउने जाने यसरी नै बन्थेन, अनि त्यो भएर म बिग्रेको भए म त्यो साइकल जस्तोमा नि लिएर हिँड्थेँ। धेरै केही साइकल चलाइयो होइन, धेरै अप्ठ्यारो त्यो साइकलमा। तर ठिकै छ, फेरि किनौँ ल साइकल नभए बाइक, बाइक नभए साइकल, त्यो टाटा पनि किनौँ ल भने। राइट गाइस, चाहिँ म तल यसो एकछिन बसौँ, शीतल खाऊँ, हावा खाऊँ भनेर चाहिँ यो डिलमा बसिरहेको छु। वनको बिचैमा छ भनौँ न। अनि म चाहिँ बेनी बजारको आसपास आइसकेको छु र बेनी बजार गएन यही बेनी बजार। बेनी बजार यो बेनी बजार है, ठिकै छ। सानो कालीगण्डकी यताको यो सेती खोलो हो, यताको काली खोलो हो। तर सेती खोलो नि काली खोलो एकछिन देख्न सक्नुहुन्छ, यतातिर वन छ। र म चाहिँ अहिले बेनी बजारको माथि 10 मिनट कि कति ल 20 मिनट माथि बस्ने यहाँ कपडा मेरो एकदम शीतल छ यहाँ। कति रमाइलो छ जिन्दगी। र 10 मिनटपछि ओह्रालो छ, म त्यही पुग्छु होला। मेन कुरो के भइरहेछ भने भ्लग आएन भन्नुहुन्छ होइन। मेरो चाहिँ कलेज सुरु भइसकेको छ, जाने बेलामा बनाउँछु भने ढिला हुन्छ।
ढिला हुन्छ होइन अनि बनाउन पाइँदैन किनभने चाहिँ यहाँबाट आठ 10 बजीबाट फेरि छु 3-4 बजीसम्म हुन्छ मेरो होइन त्यति बेला खासै हाल्न पाएन अनि उही कम्प्युटर ल्याबमा जाने कति बेला खाली भएको छिट्टै बनाउनु पर्छ अनि ठिकै छ अहिले मा देखाइदिनु होला जतिजनाले मेरो टिकटकमा फलो हान्नुभएको छ र फेसबुकमा पनि धेरैजनाले फलो हान्नुभएको छ होइन त्यो चाहिँ म अहिले उसमा हल्का एडिट त्यो फेसबुकको कतिजना फलोवर छ त्यो पनि हाल्नेछु अनि टिकटकमा चाहिँ धेरैले माया देखाइदिनु भएको छ फलो सलो होइन लाइक कमेन्ट हालिदिनु भएको छ जतिजना मेरो टिकटकमा हुनुहुन्छ नि सबजनालाई एउटै रिक्वेस्ट गर्न चाहन्छु कि मेरो युट्युब च्यानल पनि छ कतिजनालाई थाहा छ कतिजनालाई थाहा छैन होला त्यसमा गएर पनि सब्सक्राइब हानिदिनु होला भन्न चाहन्छु होइन हल्का टिकटकमा जस्तै हल्का माया देखाइदिनु भयो भने मेरो युट्युबमा पनि हल्का सब्सक्राइब गर्छ र म चाहिँ अब अलि होइन अलि रेगुलर भ्लग हाल्छु मोबाइल पनि तसो गरेर भने हाल्छु आज अब त माया टिक्नु बोल्छ लटपट्टिरहेको अब चाहिँ म रेगुलर भ्लग हाल्छु होइन अलिक माया देखाइदिनु होला त्यही भन्न चाहन्छु चिल्ला ग्याङ र यो भ्लग चाहिँ अहिले बेलुका नै हुन्छ बेलुकै हाल्छु अब यहाँ जान्छु अनि त्यहाँ गएर त्यो किनेर अघि भनिरहेको थिएँ नि हजुर त्यो किनेर होइन त्यहाँको बनाएर भनेर म चाहिँ फर्किहाल्छु घर होइन घर गएर नि के गर्नु छ र घर पनि पर्छु नि भयो भने अब चाहिँ बर्खामा काममा गर्छु फेरि मोबाइल लान अलि ज्याउ हुन्छ पानी पर्नु हुन्छ यो कुराले माया देखाइदिनु होला र एकचोटि तल बसेर बाई बाई सो अहिले चाहिँ म बेनी बजार आइपुगेँ होइन यो बेनी बजार यस्तो छ खालीसाली किनेर अहिले गिटार काटिनु थियो किनेर आउँछ उता फालीको व्यवस्था राख्न पर्नुहुन्छ फाली चाहिँ अलिकति नयाँ आएको रहेछ होइन त्यही चाहिँ मिलाएर हालिदिनु उता उति अगाडिबाट सो हेलो टिकटक फ्यामिली सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु होइन म चाहिँ अहिले कहाँबाट आएको भन्नु होला म बाटोबाट आएको आउन त र चाहिँ म चाहिँ पुगेर आएको चाहिँ स्कुलसम्म हो र मेरो कलेज लाइफ सुरु भइसकेको छ होइन म चाहिँ कलेज गएर आएको भनौँ न यही र लफङ्गा जसरी हिँडिरहेको छु यहीको रोडमा हाम्रो गाउँको भाइरल रोड हो तर बिलाउँछ यो के भाइरल हुनेलाई होइन र ठिक छ सबैजना सन्चै हुनुहुन्छ होला सन्चै नभए पनि भयो भने मलाई के मतलब भयो भन्न नमिल्ने म पनि सन्चै छु भन्न त